नमस्कार, हामी आज माछा मार्न जान लागेको। यहाँ छ भाइले चाहिँ यसरी माछा मार्न के भन्छ रे यसलाई ढडिया छ। बम नि छ, बम पनि छ। एटम बम। खासमा आज हामी 10 किलो माछा पार्ने उद्देश्यले हिँडिरहेका छौँ। अहिले चाहिँ हामी लगभग अब 5 जना छौँ। अर्को त्यहाँ टट्याउली अब चाहिँ हामी टक्कै जाँदैछौँ। अनि हामी चाहिँ यता बाटोमा हिँडिरहौँ हैन, अनि यता छौँ हामी हैन अब यता हाम्रो सिकारी सर हुनुहुन्छ, यहाँ हुनुहुन्छ हाम्रो बाबु। यता चाहिँ उ ल चरा मारेर है त गाई हेर्नुहोस्, पिक्ली के भयो ऊ गाई मऱ्यो, रुखै ढल्यो गाइस। ल यहाँ थियो रुख, यहाँ कसरी ढल्यो यार? गुलेली देखाइदिन्छ एकचोटि, गुलेली कस्तो हो? यस्तो है गाइस, गुलेली चाहिँ खतरा छ नि, सिकारी हो। यता म चाहिँ हेरी यता ढडिया बोक्दै हिँडिरहेको, विदेशबाट ल्याएको ढडिया हो। यो चाहिँ हाम्रो गाउँ हो। अनि हेर्नुहोस् यहाँ यस्तो छ ठाउँ। अब हामी खोलामा जाँदैछौँ गाइस होइन। अब हजुरहरूलाई सिधै हामी खोलामा गएर भेट्छौँ। ल त म यस्तो गर्दै तयार गरेँ। अब हामी सिधै खोलामा गएर भेट्छौँ। हामी चाहिँ यहाँ खोलामा आइसकेको छु। अब चाहिँ हामी बम पड्काउनु लाग्दैछौँ। अन्त हेर्नुहोस् है बम कस्तो पाराले पड्किन्छ। फाइनली गाइज अब चाहिँ यो माछा मारिसक्यो। आज चाहिँ हामीले यो मारेको माछा हो, यो सबै बम पड्काएर मारेको माछा फाइनली गाइज यो थियो है त। ल हेर्नुहोस् सबैजनाले, ल हेर्नुहोस् कति मारेको छ। तिहारमा लिएर आएको बमले माछा मारेको गाइज।